अब तपाईँहरू स्थानीय तह चाहिँ स्वतन्त्र गर्नुपर्छ, दलविहीन बनाउनुपर्छ भन्नुहुन्थ्यो। सबैभन्दा पहिला चाहिँ स्थानीय तह निर्वाचनको तयारीमा दौडिनु भयो, हामफाल्नु भयो, किन यो चाहिँ? स्थानीय तह त्यो शक्तिशाली तह हो जसले जनताका जनगुनासाहरूलाई दैनिक रूपमा सम्बोधन गर्ने गर्दछ, होइन? दैनिक रूपमा जनगुनासाहरू सम्बोधन गर्ने भएको हुनाले स्थानीय तह नै पहिलो प्राथमिकतामा हो, है? त्यसकारण अहिले नेपालको कानुन अनुसार, संविधान अनुसार स्थानीय तह दलविहीन हुने कुरा त छैन नि त अहिले। यो कुरा तपाईँहरूले पनि बुझिदिनु पर्यो। अब केही समयपछि हुन गइरहेको स्थानीय तहको निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी पनि जित्नुपर्ने, सँगै सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, जनताका गुनासा सुन्ने, जनताले भनेको मान्ने कसरी बनाउने भन्ने बारेमा छलफल भयो। त सरकारको प्रस्तुतिलाई लिएर चाहिँ आम नागरिकहरूले 4 महिनामा नै आलोचना गर्ने परिस्थिति तयार भयो। यो सरकारलाई किन प्रभावकारी? 40 वर्षमा बिगाडेको रिजल्ट चाहिँ 4 महिनाभित्र नागरिकले खोज्न सक्ने बन्नु राम्रो कुरा हो। राम्रो कुरा हो, खोज्नुपर्छ होइन कमिटमेन्ट गरेको पनि राज्यले, सरकारले अथवा हाम्रा लिडरहरूले, होइन? त्यही त, त्यो नागरिकका जे गुनासा छन् त्यसलाई चाहिँ सही तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ, गुनासो नपोख्ने तरिकाले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल त हुने नै भइहाल्यो।